आज हामी बजार आएको हो सब्जी सकेर शपिङमा आएको हो अहिले गर्दैछौ हेरन बजार चाहिँ यस्तो छ है तपाईहरु हेर्न सक्नुहुन्छ यो चाहिँ गभर्नमेन्ट हस्पिटल हो याङगाङको मेन सेन्टरमै छ बजारमै छ हो हजुर अन्त यो चाहिँ हामी चाहिँ अघि सब्जी किन्यौं हो यहाँ चाहिँ अर्ग्यानिकको सब्जी पाउँछ तपाईहरु पनि याङगाङ आए भने चाहिँ यहाँ चाहिँ अर्ग्यानिक सब्जी बेच्नुहुन्छ हो अघि हाम्रो सब्जी चाहिँ यहीबाट किनेको सब्जी किन्यो हैन अन्त सब्जी किनेर फर्किँदैछ अहिले हामी खाजा खानु आँटेको हो चाहिँ कालदिन बसेर यहाँ खेल्न थाल्यो अहिले हो हेलो बेबी हेलो से समथिङ हामी चाहिँ यहाँ खाजा खानु बसिरहेको छ हो आज चाहिँ हामी अलिक बजार आएको सपिङको लागि सपिङ भन्दा पनि अलिक सब्जीहरू किन्नुपर्ने थियो हो अन्त अहिले सब्जीहरू पनि किन्न सक्यो होइन मेरो छेउमै छ सब्जीहरू है सब्जी किन्न सक्यो अन्त अब चाहिँ हामी खाजा खानु आँटेको है A few moments later. अब निस्किँदैछ भर्खर खाजा खाएर निस्किँदैछ हो बाई बाई हामी चाहिँ अब फर्किँदैछ भर्खर खाजाहरू खायो हो अब हामी क्याब पर छ ल है वन्स अगेन तपाईहरुलाई म यहाँ भ्यू देखाउँछु है याङगाङको फर्किएको लस आइहरूसँग फोटो खिच्यो हामी रुममा आइपुगे हैन अघि मैले तपाईलाई देखाइहाल्यो सब्जी किन्यो है सपिङहरु गर्यो सब्जी पनि त्यही त हामीले के किन्यो त्यो पनि तपाईलाई देखाउँछु है त्यस्तो बेसी त किनेन सब्जीहरु हो कम्ती नै किन्यो किनभने बिग्रिन्छ है बेसी किन्यो भने भनेर चाहिँ कम्ती नै किनेर लिएर आयो तपाईलाई म अपडेट दिन्छु सब्जी के किन्यो भनेर लस अनि तपाईहरुले मलाई सपोर्ट गरिरहनुहोस् है मलाई मेरो च्यानललाई तपाईले सब्स्क्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् यति नै हो आज हामीले किनेको सब्जीहरु है एउटा चाहिँ फापरको साग किने अनि बन्दाकोपी किने अनि फूलकोपी किने